सो हेलो नमस्ते लासो फ्याफुल्ला सबैजनामा आई होप सबैजना सन्चै हुनुहुन्छ होला म एकदम फाइन छु अनि सो सबैभन्दा अगाडि बुद्ध पूर्णिमाको शुभकामना हैन आज चाहिँ बुद्ध जयन्ती अनि चाहिँ अब गुम्बामा जान थालेको पुरानो गुम्बामा त्यो हुन्छ के अनि हामी चाहिँ के दाजा त्यो गर्दैछौँ कि ताक्दैछौँ अनि यति वरिपरि ताकिसक्यो नि त्यही भएर बसेको नि तल गुम्बामा मान्छेहरू धेरै छन् पुरानो गुम्बामा गर्ने हो कि अनि नयाँ गुम्बा त्यहाँ मुनि छ हैन अब मुनि जान्छ होला सायद त्यहाँनिर अब जाँदै गर्दा भेट्छौँ अनि आज वेदर चाहिँ एकदम दामी छ यस्तो राम्रो देखिरहेछ अनि सानो भाइ बहिनीहरू छ क्या अनि मामा साथमा हुनुहुन्छ अनि मुनि जान थालेको अब अघि नै गएको थियो अब नि जान्छौँ बिहानै उठेर पूजा गरेर रुमसुम सफा गरेर बसेर अब चाहिँ म जान्छु मन्दिरसम्म है त सो एभ्रिवान अहिले चाहिँ हामीले यति टागिसक्यौँ त्यहाँ माथिबाट लिएको यस्तो गाह्रो हुन्छ कि त त्यो पुरानो गुम्बाबाट लिएर आएको यहाँ नयाँ गुम्बा त्यहाँसम्म लानेछ यहाँ नपुगेर पर्खिरहेको छु अब यहाँ जोडेर तल लानुपर्छ अनि दिदी अनि मामा भाइ दुईजना भाइ अनि मामा हुनुहुन्थ्यो क्या अनि मामा चाहिँ पुगेर लिन जानुभएको छ अनि यसमा भाइ चाहिँ रुखमा चढ्छ है गाह्रो हुन्छ फेरि रुखमा चढ्नलाई अनि यहाँबाट तल लान्छौँ हामी चाहिँ अनि त्यहाँदेखि यस्तो घुमाएर उतासम्म त्यो पुरानोसम्म लानुपर्छ क्या हुँदैन त्यहाँ हाम्रो गर्नेर नि ताकिसक्यौँ हामीले चाहिँ त्यति नगरिँदा हुँदैन है हामी चाहिँ यहाँसम्म आइपुगिसक्यौँ त्यो तिनीहरू पनि खाएको क्या यो के भन्छ किम्बु है किम्बु अनि भाइ चाहिँ यहाँ बिचरा थाकिसक्यो बिहानैदेखि काम गरिरहेको थियो अनि होइन तामाङबाट चाहिँ कृषि किम्बु नेपाली भएको चाहिँ किम्बु भन्छ अनि यो जान्नुपर्ने छ कि त्यहाँ करेन्ट किम्बु अनि सबैजना हुनुहुन्छ सबै हेर्ने काम गर्ने त कोही छैन कि अनि काम गर्ने त कोही छैन सबै हेरेर बसेको त है केही छैन होइन अब मन हुनेहरूले काम गर्छ मन नहुनेहरूले गर्दैन आजको दिन गर्नुपर्ने हो र पनि मान्छेहरूले बुझ्दैन सबै प्राउड विथ तामाङ भनेर त हुँदैन नि तामाङ भएर गौरव छ भनेपछि तामाङको आफ्नो एउटा चाड हो है लोछारमा र आजको दिनमा चाहिँ एकदम त्यो गर्नुपर्ने हुन्छ तर त्यही गर्दैन गर्नुपर्ने चाहिँ एउटा ठुलो गुण हो बट कसैले गर्दैन अनि यहाँ चाहिँ पहिलानिर चाहिँ कस्तो रमाइलो हुन्थ्यो अरे क्या यो गाउँ घरहरू पनि थिएन अरे अनि सजिलो हुन्थ्यो यिनीहरू ताक्न अनि पहिलादेखि नै ताकिरहेको हुन्थ्यो अरे क्या अनि दुई चार वर्ष भयो अरे यो नटाकेको अनि योपालि हल्का सबै विदेश जानुभएको छ नि त युवाहरू त्यही भएर नि त्यो छैन होला मतलब त्यो नगरेको होला भन्ने लाग्छ अब सबै विदेश गएपछि कसले गर्छ होइन र अनि अहिले चाहिँ अङ्कलहरूले चाहिँ त्यो गरे हुन्छ नि अनि अहिले चाहिँ मामा एकजना आउनु भएको छ क्या अनि सबै काठमाडौँ विदेश होइन कसले गर्छ र अनि यस्तै हो आजको दिन चाहिँ सन्चै हेरिरहनुपर्छ गर्ने भएको छ कि हामी अघि चाहिँ थिएन त्यही दिया जाओस् तिमी त्यही हो अब यति गर्नुपर्ने हुन्छ अब यो सकिनै थाल्यो अनि अब यो सकेर चाहिँ हामी गुम्बामा जान्छौँ होइन अब जाने अब सकिने लागिसक्यो है
के म खाएर बसेको कस्तो रातो रातो भइरहेको छु केही छैन मान्छेहरू हेरिरहेको छ होइन सो एभ्रिवान अहिले चाहिँ हामीले यति गरिसक्यो बिहानदेखि तल यस्तो रन गरिरहेको छ कि अनि यहाँ गर्दैछौँ अहिले चाहिँ अब त्यो अब पुरानो यो राउन्ड गरेर पुरानो गुम्बामा राउन्ड गर्नु छ त्यही हो दिदी र भाइ चाहिँ यसैले डुब्दैछ कस्तो ठुल्ठुलो त्यो फाडीको क्या नयाँ भएर होला होइन अब एकछिन पछि भेट्छौँ सो एभ्रिवान अहिले चाहिँ हाम्रो यति भइसकेको छ न चाहिँ यति बाँकी छ है यति हरिबुल भइसक्यो अब त्यहाँ गुम्बामा बाँकी छ यस्तो बाँकी छ अनि ड्रोन भएको भयो क्या उडाएको यस्तो भोपालदेखि थियो कस्तो बेसलाप लिएर आऊ रे पुगेन अरे त्यो लुगा दाजा बाजिन्छ र गच्छन् दाजु ओ माई गॉड सो एभ्रिवान हामीले चाहिँ यो तरकारी मतलब त्यो लिएर आएको अनि चिसो अनि गुम्बामा भिडियो गर्छु भनेको थियो हतारमा थियो नि त हो त्यही भएर बनाउन पाइनँ तर नि अरूको अगाडि चाहिँ नो कन्फिडेन्ट है त लाज लागिहाल्छ हो त्यही हो होइन सो एभ्रिवान हामीले कामसाम सकाएर खाना खाएर होइन अहिले चाहिँ हाम्रो नयाँ काम सुरु भएको छ अनि गमलामा कलर लगाउने फुल रोप्ने छ होइन अहिले सबै सकिसक्यो सो एभ्रिवान अहिले चाहिँ हामीले यति बनाइसक्यौँ अब फुल लाउनु पर्ने हुन्छ ट्याक्कल ल्याएर होममेड हो क्या होममेड घरमै बनाएको होममेड